दिदी तैँले यो के गरे कि भन् त के गर्न खोजेको तैँले हैन त किन नबोले कि अझ चुपचाप लाएर बस्थे त कुरा के भने नि बहिनी हिजो म पल्ला घर माइली आमाको घरमा पिठो पैसा माग्न गएको थिएँ माइली आमा ए माइली आमा किन कराई मर्ने गरेर अरू त के हुनु र माइली आमा यसो घरमा खाने खर्च सिद्धिएको थियो त्यही भएर यसो पिठो पैसा दिनुहुन्छ कि भनेर आएको छ भने 2 माना पिठो दिनु न पैसा तँलाई के लाग्छ तिमीहरू माग्नेको सन्धान मागेर सताउने भयो माग्नु पनि छोड्दिनौँ दिनु पनि जान्दैनौँ त्यसो होइन नि माइली आमा एकपटकलाई दिनु न फेरि म ल्याएर दिइहाल्छु नि तपाईँले प्लिज नाइ नभनिदिनु न माइली आमा त्यसै त माइती भिखारी छ बिहान खायो बेलुका के खाऊ बेलुका खायो बिहान के खाऊ भन्ने थाहा हुँदा हुँदै किन ढुकी कि तँ माइतमा जान आफ्नै घर माइतमा के भिख माग्दै बसेको छैन जा भयो भने दिन्न अनि त्यसपछि के गर्ने त बहिनी अनि दिदी तैँले यो तिलहरी कहाँबाट ल्यास् त कहाँबाट ल्याउनु र बहिनी मेरो बिहेमा दिएको दाइजो भने पनि सम्पत्ति भने नि यही हो भएको पर्दैन नबेस दिदी आफूसँग भएको गहना हो भोलि होला नहोला भो पर्दैन बरु नखाउला तर नबेस दिदी मैले भनेको मान्छेस् भने तैँले त्यसो भनेर कहाँ हुन्छ र बेच्ने रहर त मलाई नि कहाँ छ र बहिनी घरको स्थिति हेर त हामी यसरी कति दिन भोको बस्न सकिन्छ र त आफै भन् त आजसम्म जसो तसो जोगाएर राखेको थिएँ अब गाउँमा कसैले ऐसो पैसा नपत्याएपछि भोको बस्न त सकिँदैन त्यसैले यो बेच्न लाग्छ ल भो छोड यी कुरा तर बाआमालाई नभने पिर्ली मान्छ ल ल अब त नै त्यस्तो भन्छस् भने मैले भन्नु केही छैन त आफै विचार गर ल ल त घर हेर म जान्छु है हस् हस् ल ए धर्मे कता गयो हजुर मालिक म यतै छु यो तोरीको गेडो मुठो यो थाङ्को मुन्टो गर्नुपर्ने के हो यस्तो यो हुन्छ मालिक काम गर्दैछु म सफा गर्छु अनि यता सुन त आज त मालिक नि आउने दिन हो नि तँलाई थाहा छ कि छैन छैन मालिक ए त्यसो भए आज मालिक नि आउँदै हुनुहुन्छ अब तैँले यो घर सबै सफा सुग्घर गरेर त बजारतिर जा सबै सामान सकिएको छ फेरि मालिक नि आइन् भने अहिले अब गाली गर्छिन् हस् मालिक फेरि मालिक नि आउनु भएछ आएसम्म त आनन्द भएको थियो यति किच गर्नुहुन्छ नि ठुक्क मेरो जिन्दगी पनि अर्काकै घरमा भाँडा माझेर जाने भयो सँगैकै साथीभाइहरू पढेर रमाइरहेछन् मेरो पनि यो हालत छ कहिलेसम्म होला मेरो यस्तो हालत
स्कुल जाने बेला हराउँछु। के कुरो भएर बस्यो कि आजभोलि के भएको छ तँलाई भन् त? खाली टोलाइरहेको देख्छु। आजकल स्कुलबाट नि ढिला आउँछेस्, पक्कै केही त भएको छ। आमा पनि के भएको छ र मलाई? केही त भएको छैन। बेकारमा पिर लिएर बस्नुहुन्छ। जस्तो भए पनि म तेरी आमा हुँ, मलाई नभनेर कसलाई भन्छस् भन् त? त्यस्तो केही पनि होइन आमा। त्यो मेरो साथी छ नि मन्जु, हो उसले त बिहे गरिछे। ल हो र? त्यति सानो उमेरमा किन गयो होली? अनि तैँले सम्झाउन सकिनस्? मलाई त थाहा नै थिएन। जस्तो भए पनि म उसको साथी हुँ। एकचोटि जान्छु पनि नभनी गई। मेरो मन त साह्रै दुखेको छ आमा। अब जानेलाई के गर्न सकिन्छ र छोरी? पहिला गए पनि कसले भन्छ र म पहिला जान्छु भनेर? कस्तो मिल्ने साथी थिए। अब त म एक्लै हुन्छु होला है आमा। स्कुलभरि त्यत्रा साथी छन् त कसरी एक्लो भइस् भन् त? आमा धेरै फरक हुन्छ नि। उसँग मेरो हरेक कुराहरू मिल्थ्यो। ऊ मेरो एकदमै मिल्ने साथी पनि हो। आफूलाई कस्तो पीडा भइरहेको छ। ल ल भइगयो नि त, त पनि स्कुल जा, अब ढिला हुन्छ फेरि। आमा मेरो दिमाग फ्रेस भएपछि त म गइहाल्छु नि। कति ल्याङ गरेर आफूलाई कस्तो टेन्सन भइरह बेला। बरु म कतै गाउँतिर गएर आउँछु एकछिन। तपाईँ जानु बरु घर। म आज स्कुल जाँदिनँ। होइन कस्तो अचम्मको केटी हो, बुझ्नै नसकिनी। धर्मे होइन र? धर्मे जस्तो छ त हो त रहेछ नि। ओहो धर्म कता हिँडेको कसिएर? एक्लै पनि छस्? मेरो को छ र दाइ साथमा? सधैँ एक्लै त हो नि, हामी जस्तो को हुन्छ र? बरु दाइ कता हिँड्नुभयो तपाईँ? मेरो सानो काम छ गाउँतिर, त्यही भएर जान लागेको। काम मात्रै हो कि कसैलाई भेट्न हो? होइन होइन त्यस्तो त कामै भएर जान लाग्यो नि गाउँतिर। ए ल ल त्यसो भए र मेरो पनि धेरै काम छ। मालिकले पनि आउनुहुन्छ भन्नुभएको छ। मालिकले सामान पनि सबै सकिएको छ, छिटो लिएर आइज भन्नुभएको छ। म गएँ है। ए जमदारी आमा पो आउनु लाग्नु भयो? ल राम्रो भएछ। यत्रो समय चाहिँ कहाँ जानुभएको थियो नि? दाइ मलाई ढिला भयो, फेरि ढिला भयो भने मार्छन्। के गर्नु, नुन खाएपछि नुनको सोचो गर्नै पर्यो। जान्छु ल। ल ल जाऊ। बिचरा के गर्नु। गीत पनि आउँदैन के हो मेरो माया तिमी मेरो माया तिमी फेरि आज पनि धोकेर आयो। एक दिन नधोके हुँदैन। चुप चुप चुप। मेरो बाबु कमाइ खान्छ, तेरो कमाइ खान्छ। कति खाएको खाना पनि दिनका दिन। एक दिन नखाए हुँदैन। घरको हालत यस्तो छ। ए तैँले मलाई त्यसो भन्ने
जाते माइतमा म दिनमा पनि रक्सी खान्छु रातमा पनि रक्सी खान्छु मेरो रक्सी खाने बानी छ म खाइरहन्छु मेरो घरमा म जसरी गरौँ त गइहाल तेरो माइत गइहाल त हो हजुरलाई सम्झाउनु बुझाउनु पनि भएन है कस्तो गर्नु रहेछ मेरो प्रभु यो घरको मालिक म के हो दुर्बे खोइ त अचेल खड्के दाइ पनि देखिनुहुन्न कता हुनुहुन्छ खड्के दाइ आजभोलि भेटघाट पनि छैन तिमीहरू त म जोडी जतिकै थियौ आजभोलि त देखिँदैन कता हुनु नि जमदार बा खड्के दाइ त बिरामी भएर हस्पिटल पो भर्ना भएको छ हस्पिटल जान लागेको म त ए त्यही भएर देखेको रहेनछ खड्केलाई अहिले हो नि जमदार बा हस्पिटलमा भर्ना भएको छन् त्यही भएर जान लागेको ल ल जा म पनि लाग्छु हुन्छ जमदार बा ल काइलेमा कता हिँड्नु म घर जान लाग्यो नि बाबु अनि तिमी कता हिँड्यौ म यसै काम थियो जमदारवाले काम लगाएको थिएँ काम गरेर जान्दा अनि रेखा खोइ त आजभोलि देखिदिन त खै आजभोलि कहाँ जान्छ थाहा नै छैन कहिले स्कुलबाट ढिला आउँछ कता गई थाहा नै भएन बाबु मलाई खै त्यसको आउने जाने पत्तै हुँदैन थाहा काट्यो अनि किन सोध्या बाबु होइन काइला यतिकै सोध्या नदेखेको धेरै भयो त्यही भएर सोधेको हो र ल मलाई त हतार भयो गएँ ल ल काइला म मेरो नि काम छ जानु है नमस्कार जमदार बा नमस्कार नमस्कार भन फेरि के काम पर्यो पालै पालो गरेर आउँछौ त तेरो सन्तान आज के समस्या लिएर आइस फेरि भन समस्या त समस्या नै छ नि जमदार बा आजको अलि फरक छ के हो कुरा भन सिधा सिधा कुरा नघुमा जमदार बा हेर्नुहोस् न मेरो बिहेमा दिएका माइतीहरूले अहिलेसम्म मैले जोगाएर राखेको थिएँ तर भोको पेटले राख्न दिएन जमदार बा त्यसैले मेरो यो तिलहरी राखिदिनु पर्यो तपाईँलाई ठुलो गुण पनि लाग्नेछ र उपकार पनि हुनेछ जमदार बा तैँले यदि मिठो बोलिस् भन्दैमा म मान्छु र तैँले कहाँबाट चोरेर ल्याइस् कि अनि अर्को कुरा यत्रो सुन दिने तेरो माइतीको हैसियत पक्कै छैन बरु सिधै नडाँटी भन् कहाँबाट चोरेर ल्याइस् कि कसको हो यो जमदार बा जस्तो सुकै हैसियत नभए पनि बिहे गर्दाखेरि हाम्रो संस्कारमा माइतीहरूले सुन दाइजो दिने चलन छ तर यतिसम्म चाहिँ नभन्नुहोस् कि तर यसको मतलब यो होइन कि चोरेको हो भनेर यसैले तपाईँले आरोप प्रत्यारोप लगाउन पाउनुहुन्न र तपाईँलाई अधिकार पनि छैन बुझ्नुभयो तपाईँलाई राख्न मन लाग्छ राख्नुहोस् राख्न मन लाग्दैन नराख्नुहोस् जाउँ दिदी यो छाउरीले त मलाई थर्काएर गइ त फेरि सुन जस्तो कुरा जेसुकै होस् मेरो पैसा दिने खालकै होइन त्यही भएर राख्छु एकछिन तिमी एकछिन आऊ अघिको बरु सबै कुराहरू भुल्दै बरु कतिमा दिन्छ यस्तै मिलाएर
ल 1000 रुपियाँ लिएर जा आलुको छाकटार ल। यत्रो उकालो कसरी जाने होला? आफ्नो गाउँठाउँ भनेको आफ्नो गाउँठाउँै हो। कति रमाइलो छ। आमा यो गाउँमा नआएको पनि धेरै भयो, धेरै पछि आएको। गैरा गाउँ जाने बाटो कता होला सर्टकट बाटो? ए बाबु गैरी गाउँ जान लाग्नु भएको। अनि बाबु चाहिँ को पर्नु भयो नि? हुन त म नि गैरी गाउँकै हो। गाउँमा त सबैले काइलाबा भन्छन्। अब ससुराबाको नाम त लिन नहुने हो। नाम चाहिँ उदय कुमार हो। ए कति कामले आउनु भयो बाबु? के गर्नु त आमा, अब बुढाबुढीको झगडा परालको आगो भन्छन्। खाइया बेलामा यसो अलिअलि ठ्याक्क ठुक्क परेको थियो, रिसाएर माइत हिँडी। ए त्यो नानी त माइत आएर बसेको धेरै समय भयो त। तपाईँ यत्रो समय कहाँ हराउनु भयो र बाबु? आफ्नो परिवार सम्हालेर बस्नुपर्छ नि बाबु। आउँछन् कि भनेर बाटो हेरेको, आइनन्। त्यही भएर लिन जान लाग्यो आमा। ए ल ल बाबु सँगै जाउँ न त। एकै ठाउँमा पुग्ने मान्छे सँगै जाउँ न त दुईजनै। ल आमा जाउँ। बरु गाह्रो भएको भए दिनुहोस्, झोला म बोकिदिन्छु। होइन बाबु पर्दैन, मै बोकिहाल्छु नि। बरु हिँड्नु जाउँ सँगै। ओहो यति राम्रो चिटचट्ट भएर कता हिँडेको हौ रेखा? तँलाई केटी देख्नुहुन्न? देख्न त देखाएको थिएँ, तर तिमी जस्तो राम्रो चाहिँ देखेको थिएन।